यस्तो टालिन म के मुकबाङ भ्लगर हुन्छु होला र कस्तो अल्छी लागेको क्या साथीहरु जिन्दगीमा साथी नै भएन अनि लास्ट जिन्दगी बोर फिल हुँदैछ एक्लो भए साथीहरु के बोल्ने कसो भन्ने कोसँग बोल्ने कोसँग मनको कुरा शेयर गर्ने यस्तो अल्छी लागेछ यार मलाई के गर्ने होला भोक पनि लागिरहेछ लास्टै यति बेला साथी भइदिए खानेकुरा हुन्थ्यो यो टेबलमा हैन साथीहरु एमआर सोल्टाको टेबल खाली छ साथीहरु मोबाइल पनि कहाँ छ मेरो मोबाइल कहाँ राखेँ मैले मोबाइल सेट फोन गर्नु पर्ला तेरिका कहाँ छौ मलाई लास्ट भोक लागिरहेछ यार केही ल्याइदेऊ न मैले भन्नु ल साथीहरु अब केही छिनमा मेरो खानेकुरा आउनेवाला छ हेर्दै गर्नु होला यस साथीहरु आइसक्यो फाइनली मेरो अगाडि हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई अनदर मुकबाङ ब्लग साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ साथीहरु एमआर सोल्टाको टेबलमा मिठो मिठो मोमो साथीहरु हाउ मेनी पिसेस हियर आई थिंक 25 पिसेस साथीहरु तर गन्दिन है मोमो नगनिकन खाने हो साथीहरु ओ माय गॉड पनि खान सक्छु होला साथीहरु थुकाइसको साथीहरु तपाईहरुलाई पनि थुकाएर होला हैन एकदम डेलिशियस छ साथीहरु हेर्नै सक्नुहुन्छ यहाँनिर कस्तो रसिलो अनि साथीहरु आज चाहिँ मसँग स्पाइसी बफ मोमो साथीहरु एकदमै अनि यो चाहिँ होटलबाट मगाएको साथीहरु हाम्रो यही नि नजिकको होटल एकदम स्पेशल होटल छ हैन त्यहाँनिर गएर मैले मगाएको थिएँ अर्डर गरेको थिएँ मैले नभनौं मेरो साथीले अर्डर गरेर ल्याइदिएको थियो अनि उलाई मैले अघि नै भनेसी तपाईले हेर्नु होला अगाडि ल साथीहरु मलाई भोक लागिरहेछ आज लाइफमा जस्तो सुकै भए पनि फुड इज गुड इन एभ्री मुड या ल साथीहरु अनि यहाँनिर छ डेलिशियस ल साथीहरु फर्स्ट खानै पर्ने भयो ल ओके साथी चियर्स रसिलो वाओ Acho juicy साथीहरु Oh my god जिन्दलाई भोक लागेको जस्तो साथीहरु अब यति खाने साथीहरु अनि भोलि बिहान डह्रो एक्सर्साइज गर्नुपर्छ साथीहरु किनकि यसलाई बडीमा पुरा घोल्नु पर्यो नि त
सो भोलि फेरि बब्बाल ट्रेनिङ हुन्छ फेरि मेरो हार्ड ट्रेनिङ मोमो चाहिँ बनाउन नआउने हो कि कुनै हेर्न कस्तो सानो छ कुनै कस्तो ठुलो यो सानो यो झन् पिन्टु रे तर जे पनि टेस्ट चाहिँ बब्बाल दसवटा बाँकी भयो Oh my god, kस्तो पिरो नर्मल जुसै ल्याएन जुस कहाँ राख्यो टेबल सानो भयो केही पनि अट्दैन
Only 6. Oh my god. अम्मा कत्रो ठुलो अब खान सक्नुहुन्छ यस्तो तालिन म के मुकबाङ भ्लगर हुन्छु होला र अब यति खाना यस्तो हो गाह्रो छ दाँतै भरि मासु गाडिसक्यो ट्राई गरौँ है सकाउने तर सक्दिनुहोस् ला अम्मा के खाएँ मैले यस्तो साथीहरु स्टार्टिङमा देख्नु भएको होला यहाँसम्म थियो यो भाँडा कति ठुलो छ 25 भन्दा बढी छ जस्तो मोमो लास्ट बाइट सक्यो फाइनली अटर खान्न खानु पर्यो हत्तर गयो
ओके साथीहरु 25 भन्दा अलिकति बढी थियो होला मोमो सकाइसक्यो हैन यहाँसम्म जसले हेर्नुभयो यतिसम्म सम्पूर्णलाई धेरै धेरै माया मुटु देखिने साथीहरु अनि जो भर्खर नयाँ च्यानलमा जोडिनु भएको छ भने प्लिज सब्स्क्राइब माई च्यानल अनि एमआर सोल्टा ब्लग्समा नि सब्स्क्राइब गरिदिनु होला साथीहरु यदि ब्लगिङ मन पर्छ भने हजुरलाई ब्लगहरु मन पर्छ भने त्यहाँ सब्स्क्राइब गर्ने यो चाहिँ मुकबाङ ब्लग साथीहरु दुईटा ब्लग भयो होला यो अगाडिको ब्लग अनि यो सेकेन्ड ब्लग मेरो सेकेन्ड थियो भवाले छ साथी यसको कन्सेप्ट चाहिँ के हो नि फुड इज गुड इन एभ्री मुड हो त्यसकै आधारमा बनाउँछु अब म नयाँ अरु कन्सेप्टहरु पनि लिएर आउँछु साथीहरु हेर्दै गर्नु होला आज चाहिँ यति नै होला साथीहरु लामो भयो कि के छोटो भयो आया मलाई लास्टै भइसक्यो ओभर खाए ट्राई गर्दैछु साथीहरु मुकबाङ भ्लगर बन्नलाई सो इट्स भेरी हार्ड डिफिकल्ट रहेछ त्यो अरूको हेरेर त्यत्रो खान्छ नि सकिन्छ होला भने त सकिँदो रहेछ भइसक्यो साथीहरु ल ओके साथीहरु सबैजना स्वस्थ रहनुहोस् मस्त पाराले रमाउनुहोस् नमरी बात चाहिँ कालल साथै फेरि हामी अर्को नेक्स्ट ब्लगमा मुकबाङ ब्लगमा फेरि पनि भेट्नेछ साथीहरु अहिलेलाई चाहिँ म एमआर सोल्टा हजुरहरुबाट बिदा हुन चाहन्छु टाटा बाइ बाइ साइनारा टिचु